That was very, very crazy. Hello guys, my name is Sapna Budathuki and I'm thinking that this might be my first vlog. I used to make a lot of videos, होइन NPL भिडियोजहरू त धेरै नै छँदैछ होइन मैले बनाउँथेँ तर आई एम थिङ्किङ द्याट आई एम अफिसियली गोइङ टु स्टार्ट माई भ्लग ओके म पहिला धेरै भ्लगहरू बनाउँथेँ तर म कहिले पनि अपलोड गर्थेन होइन तर खै के भयो होला आजभोलि मलाई भ्लग बनाउनु मन लागिरहेको छ सो दिस माइट बी द फर्स्ट भ्लग फर मी एन्ड त्यसपछि अरूहरू पनि अरू कति 4-5वटा भिडियो त अपलोड नै छ मेरो च्यानलमा म बुढाथोकी आइ एम स्टार्टिङ युट्युब एन्ड के भन्छ त्यसलाई दिस इज द फर्स्ट भ्लग द्याट आई एम अफिसियली भ्लग भनेर स्टार्ट गरेको होइन सो आज फर्स्ट भ्लग भएको दिनमा चाहिँ म तपाईँहरूलाई देखाउँदैछु म के गर्न लागेको छु भनेर र आज चाहिँ म जान लागेको छु बाहिर चाहिँ म किन जान लागेको भन्दा एउटा कामले र काम रहेको छ आउट झालमा राख्दाखेरि कस्तो यो छ नि यो माइकको अस्ति हराएको थियो नि त सो यो चाहिँ के भएको छ बाँदरको पुच्छर लौरो न हत्या जस्तो भएको छ कि यसको चार्जरै छैन स्विच अफ एक होइन पुस माघ फागुन पुस माघ 2 महिना भइसक्यो स्विच अफ भएको यो होइन यस्तो राम्रो काम गर्छ हेर्नु न यस्तो यसको लागि मैले बहुत धेरै छुना लगाएको छु आफूलाई होइन सो यसलाई चाहिँ अब रिपेयर गर्न पऱ्यो कसरी भन्दाखेरि यस्तै अर्को माइक किनेर र यो माइकसँग के हुन्छ अर्को चार्जर पनि आउँछ अनि त्यो त्यसमा यो चार्ज गर्न मिल्यो भने त अभियसली राम्रो भइहाल्यो नि त यसलाई पनि भयो अब नयाँ माइक पनि हुनुभयो डबल माइक पनि हुनुभयो अब त्यो फाल्नु अब के फाल्ने यस्तो महँगो चिज अब भर्खर नयाँ चिजलाई कसरी फाल्ने तपाईँ भन्नु न सो त्यही भएर चाहिँ यसको लागि चाहिँ ट्रिटमेन्ट हम जा रहे आज इसके पुर्जे खरिदने र दिस इज गन बी माई फर्स्ट ब्लग एन्ड आई होप द्याट यु विल लाइक माई ब्लग whatever I would talk about, whatever situation, whatever thing. Thank you so much. र अब जान्छु र बाटोमा म जाँदाखेरि चाहिँ के गर्छु म तपाईँलाई देखाउँछु ओके यस्तो घाम छ कस्तो मतलब घामले गर्दा अनक्लियर आइरह होला सो अब चाहिँ म रेडी भइसकेँ रेडी भएर सुरुमा चाहिँ हामी कहाँ जान्छौँ ब्याङ्कमा जान्छ पैसा निकाल्न पैसा छैन माइक किन्नलाई अब त्यसको लागि अब पैसा निकालेर जान्छौँ सो गइरहेछौँ यस्तो बाटो अनि पैसा निकालेपछि सायद गाडीमा चढिन्छ होला गाडीमा त्यही अब यहाँ कृतिपुरदेखि धेरै सो लाग्छ नि त माइक्रोमा चढ्ने माइक्रोदेखि 30 रुपियाँ लाग्छ गाडीमा त म भ्लग बनाउन सक्दिनँ बिकज मलाई गाडीमा यति इरिटेसन हुन्छ मलाई गाडीमा त्यो गाडीदेखि इरिटेसन हुन्छ क्या बरु मलाई हिँड्दै जा सपना 5 घन्टा लाग्ने ठाउँमा हिँड्दै जा भने म जान सक्छु नत्र गाडीमा 5 मिनट लाग्ने ठाउँमा गाडीमा गयो भने त म त युज भए जस्तै हुन्छ सर के भन्ने गाडी त मलाई मन पर्दैन क्या पर्सनल गाडी कसैले कहिले भयो भने त थाहा छैन हेरौँ अब के हुन्छ खोलाइरहेको छ भगवान् मलाई भिडियो बनाउनु बिकज मैले कहिले यस्तो गरेँ होइन नि त रुममा त म जति पनि बनाउँछु भिडियो अनलिमिटेड तर बाहिर यसरी फर्स्ट टाइम एन्ड त्यसको लागि यति धेरै कन्फिडेन्स चाहिँदो रहेछ मलाई बुझिरहेको छु सो अब सिधै ब्याङ्कमा भेट्छु त्यसपछि गाडीमा त्यसपछि सिधै दोकानमा अब म जाँदैछु ओ यस्तो लेटबाट आउँछ गाडीको अगाडि सिटमा छ सो म चाहिँ अहिलेसम्म ब्ल्याक कलरमा लिने भनेर कुरेर बसेको होइन तर 1-2 हप्ता कुदासम्म पनि आएन कि त्यही भएर चाहिँ त्यो वाइट मात्र अप्सनमा थियो त्यो वाइट भयो भने पनि म लिएर जान्छु आज त भनेर आएको अब अघि फोन गर्दाखेरि म दोकानमा छु आउनु भन्दै थियो अब लेट्स सी अब त्यहाँ अब वाइट पनि छ कि छैन किनभने यो कस्तो सामान रहेछ भनेपछि स्पिकर मात्रै पाइँदो रहेन रहेछ नि त त्यो लिमिटेड एमाउन्टमा पाइँदो रहेछ अनि धेरैले राख्दो रहेन रहेछ क्या म अस्ति पनि पुरै दोकान खोज्दा बेला ओ भेटाएको नि त अनि त्यही भएर आज म त्यही भए पनि लान्छु भनेर आइरहेको छु म अहिले न्यु रोडको बजारमा छु यो न्यु रोडको बजारमा जहिले यस्तै हुन्छ कहिले पनि खुट्टा खाली त्यति एकदम फ्रिली हिँड्ने हुन्छ नि कहिले पनि होइन क्या म जहिले आउँछु यस्तै जहिले आउँछु त्यहाँ टुटी सो
जान्छु अब त्यही व्हाइटवालामा व्हाइटवाला पनि छ कि छैन थाहा छैन अब लेट्स सी अब ब्ल्याकवाला पाइयो भने त गजब भइहाल्यो बिकज ट्विनिङ हुन्छ नि त एकअर्कासँग मिल्छ अब व्हाइटवाला पायो भने पनि ठिकै छ ब्ल्याक एन्ड व्हाइट मलाई चाहिँ सकेसम्म ब्ल्याकै लैजाउँ भन्ने कुरा थियो किनभने मलाई ब्ल्याक मनपर्छ होइन अनि दामी देखिन्छ नि त अनि व्हाइट चाहिँ फोरो हुन्छ क्या चाँडै अन्त स्पिकर पनि त फोरो फोरो जस्तो भएर नि त कति धेरै मान्छेहरू सरी कति धेरै मान्छेहरू काम गर्न व्यस्त खाने म मात्र होला बेरोजगार हावातालमा घर केली नै हिँडे घर केली नै हिँडे स्लिपर ओके लेट्स सी यु इन द स्टोर बाई बाई फाइनली म यो दोकानमा आइसकेको छु यही दोकानमा म चाहिँ लिन जाने सो लेट्स सी ओहो मैले भन्थेँ नि त्यहाँ पनि भ्याइएर अब जानु पऱ्यो कहाँ उहाँ कहाँ पठाइरहेको मलाई त्यो जमल अब म जमल जानुपर्ने भयो 20 न्युरोदेखि जमल केमा जाने हिँड्दै जाने त होला अब हिँड्दै जान पऱ्यो स्वाइँ वाट Guess what? I found the dentist man. लेभलमा म हेर्नु आएको मान्छे होला ओके नाउ आई हेभ टु गो टु द जमल जानुपर्ने भयो र त्यहाँ पनि पाएन भने अब के गर्नुपर्छ कुर्नुपर्छ होला प्रभावले सायद कति दिनको लागि सायद म चाहिँ यहाँ सर्टकटबाट जाँदैछु जमल भित्रबाट सर्टकट शॉर्टकट रास्ता अपना के हम जा रहे हैं जमल देख सकते हैं आप बहुत सारे आदमी लोग हैं आदमी लोग क्या बोलेंगे उस तरह से मैं जाऊंगी तो उस तरफ जिस भी तरह से जाएंगे तो अभी वहीं पहुंचेंगे देखते हैं आगे का रास्ता क्या सही सकता है हम कितने कहाँबाट हिन्दी बोल्न आउँछ बेला बेलामा किन भन्दाखेरि आफू बोर्डर साइडमा बसेको मान्छे हुर्केको मान्छे न त मलाई पुरा हिन्दी आउँछ न मलाई पुरा इङ्ग्लिस आउँछ नेपाली पनि स्पष्ट आउँदैन यो कस्तो सिचुएसनमा हुर्केको मान्छे हो त्यही भएर बेला बेलामा हिन्दी पनि आउँछ त्यो अङ्ग्रेजी पनि आउँछ अब नेपाली त आफ्नो छँदैछ सो रिमिक्स हुन्छ मेरो भ्लगहरू चाहिँ ओके अब त्यहाँबाट भित्र घुस्नुपर्छ जस्तो छ सर्टकट बाटो हो यो असुनतिर आज मैले के काम कन्स्ट्रक्सन कामहरू चल्दा बाटो यस्तो बिग्रेको रहेछ फेरि यता बाटो कताबाट छ हामीलाई त ककसको घरबाट छिरेर जानुपर्छ यहाँ थ्याङ्क यू त्यहाँ थियो बिग्रेको बाटो यताबाट आयो कहाँ हो के हो यस्तो भित्रसम्म भनेको खतरा यहाँ भित्र पनि दोकान राख्यो भने चल्छ कि यहाँ त अचो छ हो हाम्रो ठाउँतिर त रोडैमा दोकान राखिदियो भने पनि चल्दैन बिकज त्यहाँ मान्छे नै छैनन् त्यही भएर यहाँ यसरी बारी पनि बोकेर आउँछन् मान्छे गाडीमा पनि बसेर आउँछन् बाइकमा पनि बसेर आउँछन् बिजिएस एकदम कति क्युट टी सर्ट अब कहाँको थाहा नै हुँदैन मलाई यहाँ आयो भने चाहिँ थाहा हुन्छ म कहाँ आएको छु भनेर अब यहाँबाट यस्तो भित्र बस्दै निस्केपछि हामी निस्किन्छौँ इन्द्रचोक यस्तो घरहरू देख्दाखेरि चाहिँ अब 72 सालको भूकम्प थियो नि त 72 सालको भूकम्पमा यहाँ बस्ने मान्छेहरू कति तर्स्यो भने कस्तो अचम्म लाग्ने के है मलाई त कस्तो बेला बेला अचम्म लाग्छ आज अचम्म भइरहेको यो असनको बाटो बनाउनुको कारणले गर्दाखेरि घुमेर फेरि त्यहाँबाट यहाँ छ यहाँबाट घुमेर फेरि त्यही गएको छ फेरि यहाँबाट घुमेर त्यही यहाँ छ फेरि कहाँ आयो फेरि हामीहरू
घुमेको बनाइरहेको छ यो मेदी असनको बाटो बनाइरहेको नि पहिले तल ढुङ्गा जस्तो टाइलहरू बिसाइरहेको रहेछ त्यही भएर हामी यता घुमेर फेरि त्यहीँ आइरहँ त्यहाँबाट घुमेर फेरि यहीँ आइरहँ घुमै छ अहिले न कति बेर लाग्छ सर्टकट भनेर आएको झन् यति लामो कटकट भइरहेको छ कति सानो पक्रियो बाई यो बाटो चाहिँ दामी भएछ म अस्ति आउँदा त यो बाटो पुरै हिलो खन्दै खाल्टाखुल्टी एकदम हिलो माटो थियो आज चाहिँ बनेर यस्तो बनाइसकेर चाहिँ यस्तो ढुङ्गाहरू पिच गर्दैछ है गाडी असमतिर त्यही भएर एकदम भिड छ यस्तै भिड छ अब 10 मिनटमा आउने बाटो पनि अब लगभग कति आधा घन्टा त्यही घुमी आउनु पऱ्यो भनौँ होइन सो ठिकै छ एटलिस्ट आइयो भनौँ पानी गाडी चाहिँ कुन मार्नु अब पानी जानु मार्नु यस्तो दिमाग खराब त्यो बाटो रिङ्दा एउटै बाटो घुमिसकिनु फर्स्ट डेमा प्रोग्रामहरू भइरहेको छ यहाँ सो फाइनली उहाँहरू चाहिँ अस्ट्रेलियाबाट चाहिँ चितवन घुम्न आउनुभएको सो उहाँहरूलाई चाहिँ आई हेल्प देम टु बुक द ट्याक्सी सो विश यु बेस्ट अफ लक इन नेपाल ओके अब दुईवटा टुरिस्टहरू अस्ट्रेलियाबाट आएको थियो उनीहरूलाई अब त्यो ट्याक्सी बोल्न एकदम मुस्किल भइरहेको थियो सो मैले चाहिँ अब उहाँहरूले हेल्प गरौँ भनेर ट्याक्सी बुक गरेको पठाउबाट दिमाग खराब यो पठाएको मान्छे कहाँ बरु यहाँ आउनुहोस् भन्छ गरे उहाँ आउनुहोस् भन्छ बेचतै गराएको धन्न पहिले लास्ट फाइनली धन्न अब म दरबार माग्दै त्यहाँहरूलाई हिँडाल्दै मैले यहाँ घन्टाघरमा ल्याएर अनि त्यसपछि ट्याक्सी चढाएँ अब झन्डै बेचतै भयो थियो ट्याक्सी अझ के भन्छ ट्याक्सीवालाले क्यान्सल गर्नुहोस् राइड गरेँ क्या अब क्यान्सल राइड गर्नु भयो मेरोमा स्विच अफ हुन लाग्थ्यो अब कसरी क्यान्सल गर्ने कसरी उहाँहरूलाई मैले ट्याक्सी बुक गर्ने मतलब बुक गरिदिने कस्तै बेचत हुँदैन नि हाम्रो नेपालको बल्ल ट्याक्सी धनमा बस्यो अनि त्यसपछि उहाँलाई चाहिँ मैले चाहिँ ट्याक्सीमा हालेर पठाएँ एक किसिमको के लाग्यो भन्दाखेरि मलाई त फेरि ऊ भयो नि त अब एक त ऊ टुरिस्टहरू यहाँ आएको छ अब यहाँ आइसकेपछि अब यहाँ यस्तो प्रब्लमहरू यति ट्याक्सी पाउन पनि गाह्रो भयो प्रब्लमहरू ल सुनाइदियो भने त हाम्रो नेपालको बेइज्जत हुन्छ नि त उहाँहरू त पाउन अनि त उहाँहरूले अब जे एक्सपिरियन्स गर्यो त्यो एक्सपिरियन्स सेयर गर्ने त हो नि होइन कुनै पनि ठाउँमा गइसकेपछि सो अनि मलाई त्यो फिलिङ आयो क्या होइन नेपालको बारेमा नराम्रो भन्न दिनु हुँदैन जसरी भयो भने उहाँलाई ट्याक्सी बुक गरेर पठाउनुपर्छ सो त्यही गरेँ मन बल्ल शान्त भयो मेरो गाह्रो छ म स्टिल आम हियर अब तामा सो त्यही भए नाइस एक्सपिरियन्स भयो दुईजना दाजुभाइ रहेछन् उहाँहरू चाहिँ अनि अब कति राम्रो सारी दुईजना दाजुभाइ रहेछन् अनि उनीहरू चाहिँ अनि त्यसपछि अस्ट्रेलियाबाट घुम्न आएको रहेछन् क्या सो खोजिरहेको थिएँ ट्याक्सी गर्दै 4 दिन भयो अरे जम्मा उनीहरू यहाँ आएको अनि उनीहरूलाई चाहिँ के खाएँ त फर्स्ट टाइम हो अरे फेरि अनि त्यही भएर थाहा हुँदैन यसो हेल्प गरौँ भनेको त यस्तो भयो कन्डिसन छ यस्तो के फाइनली उहाँले ट्याक्सी पाउनुभयो ठिकै छ ल बाई के भन्छ त्यसलाई गुड स्टे उहाँहरूको राम्रो नेपालमा बसोबास होस् बाई हेलो भोइस ट्रान्समिटर चेक गर्दैछौँ हामीले यो व्हाइट कलरको ब्ल्याक कलरको पाएन सो नानी तिम्रो नाम के हो भनिदेऊ त मेरो नाम अन्तगिरी छेत्री हो अन्तगिरी छेत्री मेरो नाम सोधेन हजुरको नाम के हो मेरो नाम सपना बुढा थियो कि कस्तो लागिरहेको छ यो तिमीलाई देखेर यो व्हाइट कलर राम्रो लागिरहेको व्हाइट दामी छ नि दाइ हजुरलाई यसको यो व्हाइट कलर राम्रो लाग्छ कि ब्ल्याक कलर मलाई चाहिँ ब्लू कलर मनपर्छ ब्लू चाहिँ छैन कि हामीसँग प्रब्लम ब्लू कलर पनि आउँछ यसको त्यही त ओके ल हजुरको नाम भनिदिनु न उत्तम राज पाण्डे हुन्छ पाण्डेजी हुनुहुन्छ उहाँ चाहिँ ल राखेँ मैले आज मैले एकै दिनमा कति धेरै चिजहरू फेस गरेँ जस्तो कि अब पहिलो कुरा त बाटो बिग्रेको रहेछ उताको के अरे म ठाउँको नाम खुब बिर्सिन्छु आजभोलि कि असनको बाटो बिग्रेर एउटै ठाउँमा 20 रुपियाँ घुमी त्यहीँ आएँ मैले पछि सोचेँ म किन घुमी बारम्बार यहीँ आइरहेछ भनेर मैले त्यति बेला त मलाई रिस उठ्यो पछि त्यहाँ ढिलो नभइदिएको भए मैले 2टा टुरिस्टलाई हेल्प गर्न पाउने थिएन
यदि मैले त्यहाँ दुईवटा टुरिस्टलाई हेल्प गर्न पनि त्यो कारवाला दाइले यति ल्याङ गर्नुभयो हामीलाई। उहाँ त्यो छ नि के भन्छ त्यसलाई, हामीलाई जोस् 10 मिनट हिँडाउनु भयो त्यहाँ दाइकोमा डेस्टिनेसनमा पुग्नलाई। 10 मिनट त्यो टुरिस्ट लगेर म 10 मिनट त्यो डेस्टिनेसन के भनिरहेको छु मेरो जीवनमा अक्मकिरहेको छ भन्नाले मैले चाहिँ उहाँ टुरिस्टहरूलाई चाहिँ कार बुकिङ गर्दाखेरि चाहिँ 10 मिनट जति चाहिँ त्यो दाइले भनेको ठाउँसम्म जानु पऱ्यो किनभने 1 वे थियो। त्यो दाइलाई टर्न गरेर आउन धेरै समय लाग्छ नि त, त्यही भएर हामी आफै खुद त्यो दाइको ठाउँमा गयौँ अनि टुरिस्टलाई हेल्प गऱ्यौँ। संसारमा हेल्प गर्नु भनेको यति दामी हुन्छ नि, यति दामी हुन्छ नि। आई जस्ट फिल ब्लेसिङ के। अनि त्यो भयो, त्यो अर्को कुरा भयो। अनि त्यो 10 मिनट लेट नभएको भइदिएँ म आज बाइक किन्न जाँदाखेरि सिङ्गर हुनुहुन्छ नि उहाँ देवेन्द्र बाबु भन्ने के अरे के आगानीको दिलमा बसी हेर्छु पारी पारी कहाँ छुटे साथीसँगै त्यो समथिङ के गीत छ नि त, नाथे उमे जाँदो रहेछ हेर्दै भनिन्छ नि, हेर्दै बुढो भइयो होला के 12 वर्षपछि खोला पनि फर्किन्छ भन्छ तर उमेर नफर्किने रहेछ भने गीत गाउनु पर्छ नि, त्यो भयो। अनि बतासु पनि सुनाइदेऊ न, अनि त्यसपछि म हाँसु र भन्ने टाइपको गाउनु भएको छ नि गीत, उहाँलाई भेट्ने मौका पाइयो जीवनमा फर्स्ट टाइम। यति ठुलो सेलिब्रिटी टाइप भेट्न पाएको भनेको उहीँ हो होइन। सो एज होल सम अफ गर्नुपर्दाखेरि चाहिँ कुनै पनि चिज हुन्छ भनेपछि त्यसको पछाडि पोजिटिभ चिज हुनसक्छ, बट यु हेभ टु फाइन्ड द्याट पोजिटिभ थिङ भने चाहिँ मैले बुझेँ। सो अहिले चाहिँ अब कति बज्यो 8 बज्न लाग्यो, म घर जान लाग्छु। सो के कामहरूले गर्दाखेरि। सो थ्याङ्क यू फर वाचिङ माई ब्लग। मेरो कपाल बुटेर भुट जस्तो भइसक्यो बिहान हेरेको मान्छे। थ्याङ्क यू फर वाचिङ माई ब्लग। सी यु सुन टु द नेक्स्ट ब्लग। बाई बाई, किप लभिङ। कति राम्रो आएको